भुपाल दाइको खान पाइन एकदमै धेरै वन्डरफुल हैन एकदमै महाजिङ गाइस ठ्याक्कै हामी चाहिँ यहाँ के है खरसाङ पदमार्ग भन्ने ठाउँमा आएको छौँ भने गाइस कसो लाग्दा आउनु न यहाँ थम्नेलमा यार एकदमै मजा भइरहेछ हैन तातोमा यो चाहिँ तल देखिने चाहिँ सबै काका ओ माथि आइसु यार हामी जाने पेट्रोल पुग्छ अनि हैन पहिला यहाँ माथि जाउँ हामी माथि किन पुग्दैन पुग्छ नि 2 लिटर हुन्छ हो र म भन्छु गाइज हामी चाहिँ यहाँ आएको छौँ यहाँ पछाडि चाहिँ हाम्रो गाइज यहाँ चाहिँ हाम्रो उतो यहाँ चाहिँ खोला छ ओके गाइज अब चाहिँ हामी जाँदैछौँ होइन माथि यो गाइज ल हाम्रो चाहिँ दाइ आउँदै हुन्छ ल दाइ जाउँ माथि ल आऊ हामी चाहिँ एउटा च्यालेन्ज गर्न आएको को छिटो पुग्छ माथि म पुग्छु ओके लेट्स 1 2 3 मिमी यहाँ दामी रहेछ दाइ एकदमै धेरै गल्यो भनेर भाइले भन्छ म त गलेको छुइनँ हैन हामी भनेको एकदम ढेडो सिस्टम खाएको मान्छे हामी चाहिँ गल्दा नि 15 केजी को भारी झापा लियो नि त गफमा त कसले सक्छ र हैन कस्तो लाग्यो यो मैले ल्याएको ठाउँ तपाईलाई मलाई एकदमै धेरै वन्डरफुल हैन एकदमै माजिन गाइस नजाउँ भनेको यार दाइ यता हेर्नु न दाइ एउटा थम न यहाँदेखि चाहिँ यस एकदम राम्रो यहाँदेखि हामीले तल हेर्छौँ भने चाहिँ भ्यू त्यस्तो देख्छ यहाँबाट दामी घाम आयो ल दाइ छिटो नजाउँ भनेको यार दाइलाई आम्मा कत्रो माथि त क्रिस्टल उयो दाइ अघिको यो क्लिप हाल्नु कि नहाल्नु हौ दाइ यो अहिले भर्खरको इन दिस भिडियो भनेर अब चाहिँ माथि नजाउँ ल चार्ज पनि छैन ल गाइस अब चाहिँ हामी चाहिँ घरतर्फ हामी जाँदैछौँ साह्रै दाइलाई गु आयो अरे गु आएको होइन फोटो खिचिदिनु भनेको भाइ गु आएर चेपेर मर्न आइसक्यो तर खासमा चाहिँ दाइलाई गु आएर हामी फर्किन आँटेको दाइ गाइस भाइ भाग दाइले हगेको दाइलाई गु आएको कारणले कुकुर पनि आएको छ गाइस भुपाल दाइ गु खान पाइन ओ दाइ यहाँ भुपाल दाइ गु खान पाइन भन्दैछ यसले ओइ भाइ भुपाल दाइ गु खान पाएन हो गाइस अब हामी चाहिँ जाँदैछौँ घर हामीले चाहिँ आज यो सानोबाट एउटा माउन्टेनलाई लिएर होइन हामीले देखाएको छौँ एकदम अब हामी योभन्दा डबल ट्रिपलमा जाँदैछौँ अब नेक्स्ट टाइम गाइस महिना पछाडि ओके गाइस सी यू हैन हाम्रो यहाँसम्म हेर्नु त यहाँको त थम्बनेल लिऊँ न कस्तो भयो यो चाहिँ हाम्रो घोडा हो यस घोडा पनि भयो ओके गाइस सी यू